थियो होला ल अब चाहिँ हाम्रो मेला लाग्ने ठाम स्थान आइपुग्यो हेर्नु है अब आउँदैछ नि है अझै 3 किलोमिटर अझै ओह्रालो भयो त आमा तेल त कति छिटो खाइसक्यो अब जान बेलामा पुग्छ पुग्दैन त फेरि अस्ति आएको बाटो त्यताबाट रहेछ क्या अस्ति आएको हामी त्यताबाट रानी मल ए रानी मलको बाटो यो रानी मलको बाटो यो बाटो त ठाडै उकालो छ गाह्रो हुन्छ अब माछा पो थापिराख भाइ माछा पो बल्छी मारेको ऊ त्यो डाँडाबाट आएको ल हेर्नु ऊ त्यहाँ ऊ रमाइलो देख्नु भयो पछाडि देखिन्छ र 3वटा जिल्लाको मेल हो त्यो तल हो त्यहाँनिर 3टा पुल छ त्यही 3टा पुलमै लाग्ने हो मेला 3टा पुल 3टा जिल्ला जोडिने ल हेर्नु बिस्तारै हो त्यही खोला हो यही खोलामा हो उलाइरह नि मेला अलिअलि हामी चाहिँ यो डाँडा कटेर आएको यो डाँडा कस्तो डाँडा हो यो डाँडा कटेर ड्राइभरमा माइलो मोटर चलाउँदै भन्ने गीत गाउनु अब यहाँ पहिरो जाने बाटो रहेछ पहिरो जाने ठाउँ अझै 2 किलोमिटर छ पाल्पा अनि गुल्मी अनि कहाँ पो स्याङ्जा पाल्पा स्याङ्जा गुल्मी पाल्पा स्याङ्जाको पुल छ त्यहाँनिर 3टा जिल्लालाई छुट्यो त्यही पुलको तल हो फेरि मेला लाग्ने चाहिँ ठुलो बजार लाग्ने चाहिँ अब कता हो हामी ओडेरी हामी तल होला ए अँ स्याङ्जा जान्छ त्यताबाट चाहिँ पाल्पा चिसो छ यहाँ चिसो यो गुल्मी साइडमा गर्ने नि त व्यापार त्यही पुलनिर हो हामी व्यापार गर्ने हामी चाहिँ गुल्मी साइडतिर बस्छौँ हाम्रो साथीहरू चाहिँ एउटा शोभा दिदी हुनुहुन्छ शोभा दिदी चाहिँ कतापट्टि बस्नुहुन्छ अरे स्याङ्जा कि कतापट्टि के अरे स्याङ्जा साइडतिर बस्नुहुन्छ कता साइडतिर अरे हो स्याङ्जैतिर होला होइन शोभा दिदी चाहिँ पाल्पा साइडतिर बस्नुहुन्छ हामी चाहिँ गुल्मी साइडतिर अनि अरू पनि साथीहरू के अरे पाल्पा साइडतिरै बस्नुहुन्छ स्याङ्जामा चाहिँ खासै व्यापार हुन्न अरे त्यही भएर बस्नुहुन्न प्रायः जसो होटेल मात्रै हुन्छ त्यतातिर चाहिँ हाम्रो गाडी त आउँदै आएन त सामानको गाडी त टाइम लगायो त भेट्नु पर्ने हो भाइ हामीलाई
फेरि अर्को चेकपोस्टमा पनि रोकिदियो क्या गुल्मी हो पोखरा जाने बाटो त्यो बाटो हुँदै जाने हो हामी अहिले त्यही बाटो हुँदै यता जाने हो तपाईँ एकछिन झरेर उ त्यता खिच्दिनु न ऊ त्यता खिच्दिनु न ल यता चाहिँ त्यो घरहरू चाहिँ गुल्मी एरिया पर्छ यो अनि यो बाटो तल देखिरहनु भयो त्यहाँबाट चाहिँ तपाईँको पोखरा जाने बाटो हो उता माथि माथि चाहिँ गुल्मी अब कता कता हो के हो त्यो भिर पाखाएर यस्तो छ बेलुकाको टाइममा एकदम जाडो चाहिँ चिसो मौसम भइरहेको छ अनि यहाँबाट चाहिँ चट्ट मेला लाग्ने चाहिँ खुल्ला मेला भएन अरे एकदम मान्छेहरू सामानहरू झार्दैछ अनि यो तपाईँ पिल्लर देख्नु भएको चाहिँ पिल्लर भएको ठाउँ चाहिँ पुल चाहिँ यो चाहिँ 3टा जिल्लालाई जोडिने पुल हो यता चाहिँ अब यो चाहिँ गुल्मी अनि उता तानसेन अनि पाल्पा स्याङ्जा र पाल्पाको छ यता चाहिँ हाम्रो गाडीहरू यस्तो आइसक्यो यतातिर हेर्नुहोस् त आइसक्यो एकदम रमाइलो स्थान छ हाम्रो गाडीमा एकदम मोडाले डाँडा धेरै माथि डाँडाबाट हाम्रो सामना आयो दिनु न हाम्रो गाडी पनि आइपुग्यो केटाहरूको सामान छ हाम्रो नि अब यो सानो झार्ने पुरै ब्रेक पनि बनाइरहेको छ ब्रेकको बास्ना आएर तमाएको छ गाडीहरू पनि मेरो भाइ नेपाली टोपीमा पुरा निक्लिरहेको छ आइहाल्यो